घरहरूको बीचमा, घरहरूको अगाडि 5 वर्णका फूलहरू शोभाए भए त्यसको परिकल्पना गरियो भने 5 प्रकारका फूलहरू कुनै पनि घरमा लगायो भने गरुड पुराणले भन्छ त्यसका सारा दोषहरू फूलले काटेर। गमलामा भएका फूल, अब त गमला मिलाउने बाटो छैन, नभए ठाउँ त्यत्रो खाली छैन, हामी सबैलाई हुँदा लाइयो राम्रो, त्यहाँ त सबैका व्यवस्था गर्नु पर्यो। गृहान्तराणी सर्वाणी, गृहान्तराणी सर्वाणी सजलैर्कदली गृहे पञ्चवर्णेश। पञ्चवर्णे भनेको 5 प्रकारका फुल्ने फूलहरू के कुसुमै, कुसुम भनेको फूल हो संस्कृत। पञ्चवर्णेश कुसुमै शोभितानि प्रकल्पये। 5 वर्णका फूलहरू नित्य फूल हुन रे हाम्रा घरमा।